नेपालकै पहिलो महिला प्रधान न्यायाधीश र नेपालकै पहिलो महिला प्रधानमन्त्री हुन् सुशीला कार्की। विक्रम सम्वत 2009 सालमा विराटनगरमा जन्मिनु भएकी उहाँ राजनीतिशास्त्रमा चाहिँ एमए, कानुनमा एलएलबी र त्रिभुवन युनिभर्सिटीबाट बिएसम्मको अध्ययन गर्नुभएको छ। तत्कालीन काङ्ग्रेस युवा नेता दुर्गाप्रसाद सुवेदीसँग उहाँले चाहिँ विवाह गर्नुभयो। सन् 2016मा न्यायाधीशमा सिफारिस भएपछि करिब 11 महिना उहाँले सर्वोच्चको नेतृत्व गर्नुभयो र त्यो सर्वोच्चको नेतृत्व गर्दा उहाँले न्यायपालिकामा पारदर्शिता, भ्रष्टाचार विरुद्धको कठोर कदम र न्यायपालिकामा बिना कुनै दबाब, बिना कुनै प्रभाव, स्वतन्त्र रूपमा आफूले निर्णय लिन सक्ने रूपमा अरूभन्दा भिन्न भएर देखाउनु भयो, जुन कुरा नेपाली जनताले असाध्यै मन पराएका थिए। उहाँको आत्मकथा न्याय र उपन्यास कारा बजारमा प्रकाशित पनि छन्। गत भदौमा जेनजी आन्दोलन पश्चात तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि जेनजी युवाहरूले अन्तरिम प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीलाई अगाडि सारेको थियो र उहाँलाई चाहिँ देशमा स्थिरता ल्याउने, देशमा चुनावी प्रक्रियालाई सुनिश्चित गर्ने र जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई चाहिँ न्याय दिलाउने मुख्य जिम्मेवारी दिइएको थियो। पछिल्लो समय हेर्दाखेरि अन्तरिम सरकार चाहिँ चुनावलाई नै सफल बनाउनेतर्फ लागेको देखिन्छ र त्यही अनुसार नै देश भरिपुरै चाहिँ चुनावी माहौल तातिएको पनि छ। यसरी हेर्दाखेरि प्रधानमन्त्री सुशीला कार्कीको व्यक्तिगत जीवनमा र देशमा भएका विभिन्न उतार चढावहरूलाई, उहाँलाई दिएका विभिन्न जिम्मेवारीहरूलाई इमान्दारपूर्वक, निष्ठा र साहसपूर्वक चाहिँ उहाँले काम गर्ने जुन शैली छ, त्यो शैली नेपाली जनताले असाध्यै मन पराएका छन्।